म तपाईँहरूलाई आज एसआइपीको बारेमा केही कुरा जानकारी दिँदैछु है। कतिलाई त प्रायः थाहा होला एसआइपी भनेको के हो भनेर। र यो इन्फर्मेसन चाहिँ जसलाई एसआइपी भनेको थाहा छैन, एसआइपी गर्न के कस्तो डकुमेन्टहरू चाहिन्छ र एसआइपी किन गर्ने, केको लागि गर्ने भन्ने विषयमा है त। अब एसआइपी भन्नाले सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान बुझिन्छ है त। यसमा पनि अब टु टाइप, एउटा ओपन इन्डेड म्युचुअल फन्ड र अर्को रह्यो क्लोज इन्डेड म्युचुअल फन्ड। क्लोज चाहिँ एउटा सर्ट एन्ड टाइम एन्ड पिरियडको लागि गरिन्छ भने है ओपन इन्डेड म्युचुअल फन्ड भनेको लङ टर्म आफूले जतिसम्म सकिन्छ, कुनै एक्सपाइरी डेट हुँदैन यसमा है। मैले यतिसम्म गर्नुपर्छ भन्ने पनि हुँदैन, तपाईँले सकेसम्म है 5 वर्ष 10 वर्ष 20 वर्ष 30 वर्षसम्म गर्न सक्नुहुन्छ र तपाईँले चाहिएको खण्डमा तपाईँले विथड्र पनि गर्न सक्नुहुन्छ है त। अब यसको लागि अब तपाईँले एसआइपी गर्न चाहनुहुन्छ भने तपाईँलाई डिमाट खाता अनिवार्य रूपमा चाहिन्छ है। अब तपाईँले आफ्नो पोर्टफोलियो हेर्नुहुन्छ भने मेरो सेयरमा लगइन गरेर पनि हेर्न सक्नुहुन्छ जब एसआइपी तपाईँले गर्नुहुन्छ। तर अहिले नै तपाईँले हेर्नुभयो भने चाहिँ यसको बेनिफिट देखिँदैन। अब तपाईँले एसआइपीको बेनिफिट हेर्न चाहिँ तपाईँले लङ टर्म कुर्नै पर्छ है। अब तपाईँले क्लोज इन्डेड म्युचुअल फन्ड है, क्लोज इन्डेड म्युचुअल फन्ड जुन चाहिँ अब सर्ट एन्ड टाइम एन्ड पिरियडको लागि हुन्छ, त्यो चाहिँ तपाईँहरूले अब सेकेन्डरी मार्केटमा गएर बाई एन्ड सेल पनि गर्न सक्नुहुन्छ है। तर मेरो विचारमा एसआइपी गर्दाखेरि चाहिँ ओपन इन्डेड म्युचुअल फन्डमै गरेको राम्रो हुन्छ है त। त्यसमा चाहिँ अनलिमिटेड टाइम राख्ने, आफूले कतिसम्म सकिन्छ गर्दै गर्दै जाने, नसकेको दिन आफूले विथड्र गर्न सकिन्छ। त्यसलाई स्टप गरेर आफ्नो केही कति बेनिफिटहरू हुन्छ त्यो विथड्र गर्न सकिन्छ। तर आफूले यसको बेनिफिट हेर्ने हो भने चाहिँ लङ टर्मलाई गर्दा अति नै आवश्यक हुन्छ है। अब तपाईँहरूले यो एसआइपी भनेको ब्याङ्कबाट उतै गएर गर्दा पनि हुन्छ है। अब अहिले त प्रायः सबै ब्याङ्कहरूले पनि अब केवाइसी निकालिसकेको छ, अनलाइन रेजिस्ट्रेसन गर्न पनि सकिन्छ है। त्यसको लागि पनि अब तपाईँको नेपालमा कुनै एउटा ब्याङ्कको एकाउन्ट हुनुपर्यो, डिमाट खाता हुनुपर्यो। अनि अब आफूले त्यही ब्याङ्कमा एसआइपी गरे पनि भयो, त्यही ब्याङ्क थ्रु अरू कुनै ब्याङ्कमा एसआइपी गरे पनि हुन्छ है त। त्यसमा चाहिँ अब यही ब्याङ्क मैले अब सिद्धार्थ खोलेको सिद्धार्थमै गर्नुपर्छ भन्ने हुँदैन। तपाईँले अब राष्ट्रिय वाणिज्य ब्याङ्कको खाता खोल्ने अनि म एसआइपी चाहिँ सिआरथमा गर्छु भन्न पनि पाउँछ है। अब यो एसआइपी गर्नु चाहिँ लङ टर्मको लागि धेरै राम्रो कुरा है। एसआइपी गर्नको लागि अब कुनै एउटा टाइम पिरियड हुँदैन ओपन इन्डेड म्युचुअल फन्डमा चाहिँ है। तपाईँहरूले लङ टर्मको लागि गर्न सक्नुहुन्छ, चाहेको खण्डमा बन्दा पनि गर्न सक्नुहुन्छ। र अर्को रह्यो क्लोज इन्डेड म्युचुअल फन्ड चाहिँ हजुरहरूले सर्टेन टाइम पिरियडको लागि गर्ने है। अनि टिएमएचबाट बाई एन्ड सेल पनि हजुरहरूले गर्न सक्नुहुन्छ है। अनि अब रह्यो किता, अब हजुरहरूले के कति डिपोजिट गर्नुहुन्छ त्यो डिपोजिट गरे अनुसारको किताहरू पनि किन्न पाउँछ। कहिले एनएबी 10 पनि हुन्छ, कहिले मार्केट अनुसार 9.5 है, 11 पनि पुग्न सक्छ। त्यो भनेको अब मार्केटको स्ट्राटेजी कस्तो छ, मार्केट बढ्ने घट्ने त मार्केट भइरहन्छ है, त्यो अनुसारले हुन्छ। अब तपाईँहरूलाई म एसआइपीको एउटा केही एक दुईवटा कुराहरू देखाउँछु है। अब सिद्धार्थ ब्याङ्कको देखाउँछु तपाईँलाई म एसआइपी। अब तपाईँले सिद्धार्थ ब्याङ्कमा अब एन्युअली गरे पनि हुन्छ, सेमी एन्युअली गरे पनि हुन्छ, क्वार्टरली गरे पनि हुन्छ, मन्थली गरे पनि हुन्छ। यो चाहिँ जस्ट फर एउटा इन्फर्मेसन मात्रै है त। तपाईँले मन्थली 1000 रुपियाँ पैसा डिपोजिट गर्नुहुन्छ अरे है। अब तपाईँले रिटर्न राखिदिनुहोस् मिनिमम 10 भन्दा माथि नै हुन्छ, 11 12 है, 10 भन्दा मुनि जाँदैन। अनि गइहाल्यो भने पनि फेरि पनि मार्केट बढी नै हाल्छ, त्यो त्यही लेभलमा हुन्छ भन्ने हुँदैन। तर यो चाहिँ कस्तो हुन्छ भने तपाईँको एभ्री इयर ब्याङ्कले दिने डिभिडेन्डहरू भयो है, बोनस सेयरहरू भयो, कम्पाउन्डिङ हुँदै हुँदै जान्छ। लङ टर्मको लागि चाहिँ अति नै राम्रो कुरा हो यो है। अब तपाईँको राखिदिनुहोस् एनुअल रिटर्न मिनिमम 10। अब अहिले पनि चलिरहेको छ यहाँ 9.61 एनएबी नेप है। अनि त्यसपछि अब मार्केट अहिले मिनिमम पनि 10 पोइन्ट एबभ नै गइरहेको छ, यो एनएबी जुन छ नि 10.79हरू। अनि तपाईँले यसलाई एनुअल रिटर्न चाहिँ राखिदिनुहोस् 10 नै है। अब तपाईँले कति वर्षको लागि गर्ने भन्दाखेरि 10 वर्षको लागि गर्नुहोस्। अब तपाईँले 1000 रुपियाँ डिपोजिट गरेर वर्षमा 12,000 भयो भनेपछि 10 वर्षमा कति भयो, 1,20,000 रुपियाँ भयो। तपाईँले 10 वर्षमा 1,20,000 डिपोजिट गर्दा तपाईँलाई फाइदा कति भयो, 86,552 रुपियाँ तपाईँलाई फाइदा भयो है। 86,552 रुपिज चाहिँ हजुरहरूलाई फाइदा भयो। अनि तपाईँको लगानी चाहिँ 1,20,000। अनि यदि फाइदा हुनु भनेको त है तपाईँको अब समग्रमा सबै पैसा आउँदाखेरि त 2,06,552 आउँछ। तर योभन्दा बढी नै रेट हुन्छ है त। तपाईँहरूलाई मैले जस्ट फर इक्जाम्पल मात्र भनिदिएको हो। यसमा भनेको बोनस सेयर थपिन्छ, एभ्री इयर डिभिडेन्ड थपिन्छ, तपाईँको कम्पाउन्डिङहरू हुँदै जान्छ है। अनि अब त्यो विषयमा एउटा यो सिआरथ ब्याङ्कको भयो, अर्को भयो एउटा एनएमबी है क्यापिटल, तपाईँको
एउटा इक्जाम्पलको लागि मात्रै है त तपाईँलाई मैले देखाइदिने भए हो। अब तपाईँले मन्थली यहाँनिर पनि त्यही 1000 रुपियाँ डिपोजिट गर्नुभयो अरे है, एक्सपेक्टेड रिटर्न भने हजुरले 10% पाउनुभयो अरे, कति वर्षको लागि गर्ने? अब 10 वर्षको लागि गर्ने भन्दाखेरि एक्युरेट सेम नै हुन्छ है त। तपाईँको इन्भेस्टमेन्ट भयो 1,20,000, तपाईँको रिजल्ट कति आयो? 2,06,552 है। यो पनि सबै प्रायः सबै जति पनि यो छ एनएमबी भयो, एसआइपी, सिआरथा ब्याङ्क भयो, एनएससिएसए भयो छ नि, सबै राम्रै छन् अहिले गर्दाखेरि है। अब हजुरले गर्न चाहनुहुन्छ भने उतै गएर बुझेर गर्दा पनि हुन्छ। यदि अनलाइन गर्छु भन्नुहुन्छ भने एसआइपी रजिस्ट्रेसनमा गएर गर्दा पनि हुन्छ है त। कुन ब्याङ्कमा गर्ने त्यो अनुसारले छाने पनि हुन्छ है त। धन्यवाद साथीहरू। यदि तपाईँले केही बुझ्नु भएको छैन भने यु क्यान कन्ट्याक्ट मी बाई थ्रु माई Facebook contact or my WhatsApp number. Okay, thank you.